हेलो गाइस, आज चाहिँ हामी यहाँ लड्डु बनाउँदैछौँ माघे सङ्क्रान्तिको। माघे सङ्क्रान्ति आउनु कति दिन बाँकी छ मम्मी? 3 दिन। 3 दिन आज 8 गेल हैन? 2 दिन बाँकी छ। 30 को महिना 2 दिन बाँकी छ। अनि यहाँ छ हाम्रो सक्खर पाक्दै। मेरो एक्जाम चलिरहेको छ, त्यही भएर म पढ्न छोडेर के गर्दैछु। दिप्स दादा हाई भन्नु मम्मी। अनि वहाँ छ कालो तिल, त्यहाँ छ सेतो तिल, अनि यहाँ छ मेरो प्यारो सक्खर। अनि हामी आज लड्डु बनाउँदैछौँ। अनि यसलाई चाहिँ देखाउनु बिर्सेछु बिचरा। मलाई पनि देखा न, मलाई पनि देखा भन्दै होला। यहाँ छ के हो मम्मी? हो मुङफली, बदाम बदाम हो यो। मम्मी यो के हो? यो कहिले हो? भ्लग बनाउनेले सबै सोधिरहेको हुन्छ त सुन्नु भएको भने तपाईले? होइन सोध्ने कुरा पो सोध्ने हो। कट्टा यो के हो? कहिले हो? सोध्ने त सबै जानेर बनाउनु पर्छ। सोध्ने भनेको त अब यो कतिखेर पाक्छ भनेर सोध्ने हो। यो पाक्छ त मलाई थाहा। यो सक्खर डल्लो भइसकेपछि पाकिहाल्यो नि। कसरी पाक्छ? एकछिन पकाउनु पर्छ कि पर्छ नि, सुकाउनु पर्छ कि सुकाउनु पर्नु पर्दैन। थोरै थोरै भयो भने लास्टमा तिम्रो भ्लगलाई त्यहाँ पोज गरेर सो मम्मीले चाहिँ मलाई दुध लिएर आइज भन्नुभयो फ्रिजबाट। अनि म आइसकेँ फ्रिजमा गिलासमा दुध छ। यही होला दुध है, यही दुध। दही हो कि बा होइन? सुन्नु त पर्यो नि त। अनि सो म आइसकेको छु। मम्मी यही होइन दुध? भन्दैछु त म। होइन सोध्ने कुरा सोध्ने हो नि त। मम्मी भित्र केमा दुध थियो भनेर सोद्धा पनि हुन्छ। अनि दुध बोकेर आएर मम्मी यो दुध होइन भनेपछि त अनि दही नि हुन्छ नि त त्यस्तोमा। दही नि हाल्नुहुन्छ जस्तै ठुलो गिलासमा। बोलेछ कमसेकम मै भन्नु एक। दोस्रो कुरो दुध दही मै दुध चिनिन्छ। सक्खर पाक्दैछ। कतिखेर मम्मीले सक्खरको लड्डु बनाउनु सक्खरको लड्डु लड्डु बनाउनु हुन्छ र खाम भ्लग बिग्रियो है। खालि खाएको मात्रै भिडियो बनाउँछ। दमकको तोप पर सिमसारतिर कता कता गएको भिडियो बनाउँछ। दमकको छोड्नु न, अब तल गएर टिकटक बनाउँछ नि के बुढा छ कि। ए सोचन त बौलाएर आयो त फेरि पहिलो एक्सले छोडेपछि भन्दै रुख चढ्दै थियो। कतिको गएको त गीत कति बनाउन थालेको। पहिलो एक्सले भन्ने त गीत नाच्न आउँदैन रहेछ बडा, त्यही खालको नाच्दो रहेछ। बनाएको बनाइ गर्छ। त्यही एउटै गीतमा बनाएको छ। ए त्यसले त उयो सिकाले जस्तो गाइज हामी अब गछिया टु मिर्गौले जाँदैछौँ भन्छ होइन। हामी उहाँ गछियाबाट हामी यहाँ कहाँ आमजुगी मात्रै, हामी यहाँ अहिले के रतनलाल चोक आइपुग्यौँ। हामी चाहिँ अहिले कुखुरा फार्म आइपुग्यौँ भन्दै बनाइरहेको थियो अस्ति। त्यसले बनाउँदै पनि कुद्दो रहेछ नि त। तँ एडिटहरू गरेर हाल्यो होइन क्या त्यसले। हेलो गाइज भन्छ तँ पनि हेलो गाइजमै जान्छ त्यसको पनि जिन्दगी। त्यही त बुढीले छोडी कि विदेश गइरहेको बुढी त छोरी होली एउटै छोरी ताप्नु है जाडोमा आगो बिग्रेकै थियो नि त। सक्खर थोरै ला तातो सक्खर अहिले म त्यो मिर्गोले नै काम गर्दो रहेछ भनेर सफारी त उतैको सिमेन्टीको बोक्दो रहेछ। एउटा छ एउटा के रहेछ ए होइन फेसमा जुन हेर्दाखेरि चाहिँ पछाडि सिमेन्टी राखेको हुन्छ नि त। अनि बहिनी सुतिरहेको छ अनि म यहाँ छु। बहिनी सुतिरहेको छ भने बहिनीको फोटो देखाइ बहिनी सुतिरहेको छ भने मोबाइलको धुनमा यता कराई बसाएको छ भन्ने कुरा नबिर्स है। दाउरा साउरा नचलाऊ, भत्तै उफ्रियो भने त सक्खरले पोलो भन्छ। तातो सक्खरले फेरि जाडोमा गर्मी निस्किन्छ। हेलो गाइज, आगो छेउमा भ्लग बनाउनु हुँदैन। यसरी सक्खर डढिन्छ होइन, डढिन्छ। सो चाहिँ भन्नुपर्छ बहिनी।
बकरी हाम्रो बोको लु हाम्रो चाहिँ खसी होला म के हो भनेर सोध्न आँटेँ अनि यहाँ मम्मी सक्खर पगाल्दै दिवस काका काका दादा दिवस काका दादा भनिन्छ भनेदेखि काकै भन्दा नि हुन्छ केही हुँदैन दिवस काका खै 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 थोड़ा सा मुंह दिखाई कर दो ऊ छानेर तल्याउ त मलाई तेल फुङ्गे त छानेर उले न एउटा तेल फुङ्गेका आमा छोरा छन् नि दिवस काका हेर्नुहुन्छ ए तेल फुङ्गे हेलो गाइज मेरो मान्छे च्यानलमा सब्स्क्राइब गरिदिनु दादाको काकाको च्यानलमा सब्स्क्राइब च्यानलको नाम चाहिँ हेलो झ्याप्पी अलले झाप्पी है तल छ नाम चाहिँ पढ्नु छोड्नु न म गर्दैछु यो छ यो च्यानलमा सब्स्क्राइब गरिदिनु होला काकाको 1-2 भ्युज बढाउन भए पनि मैले पोस्ट गरेँ भने त हो नि एउटा पोस्ट गरिदिनु होला अनि माघे सग्राती कस्तो जान्छ होला अहिले के गरेर छ टिकटकबाट डाउनलोड गरिदिन्छु 1 मिनेटभन्दा कमको भिडियो जुन पनि हाल्यो नि के हुने 1 मिनेटभन्दा माथि गरे टेररिस्ट अट्याक हुन थालिहाल्छ के भन्छ गीतको क्या कुनै पनि गीतको भिडियो 1 मिनेटभन्दा माथिको भयो भने कपिराइट लाग्छ क्या कपिराइट भनेको तिमीलाई थाहा छ तिमी अहिले भ्लग बनाउँदैछौ नि भ्लग बनाउँदा तिमीले एउटा नेपाली गीत कुनै गीत गायौ 1 मिनेटभन्दा बेसी त्यो गीत त्यो हाल्नु तिम्रो भिडियो आफै पज हुन्छ हुँदैन पोस्टै हुँदैन पोस्ट त हुन्छ तर देखिँदैन कपिराइट लाग्छ आउँदैन त्यसरी होइन ए गीत गाउने कति भ्लगमा आइरहेको त्यो भ्लगमा यस्तो हुन्छ थोरै आएको हुन्छ पुरै आएको हाल्दैन गाई पनि अनि अब कि त्यो कपिराइटको मागेर हाल्यो भने हालिहाले नभए कहाँ त्यत्तिकै छ भ्लगहरू याद गर्नुभएको छैन कुनै अलिकति गीत बज्यो भने पनि नि अरे नै यो त नै हो हुनेमा क्या कपिराइट लागेको भनिहाल्छ क्या टक्रक्कै मोबाइलमै बोल्छ नि होइन उ त लाफे भन्छ क्या युट्युबरहरूले नै त्यसले प्रायः यसो हिँड्दाखेरि गीत नभए त कति राम्रो राम्रो गीत हाल्दा हुँदैन त्यो खालीमा ठ्याङ्रा ठुङ आवाज हाल्नु भन्दा त गीत हाल्नु पर्ने होइन र त्यो गीत किन हाल्दैन अन्त कपिराइट त्यस कारणले त्यही हो त्यो चाहिँ फेरि मलाई चाहिँ फेरि यो सब जाने छ्याट त बनाउनै फ्याल्दिने होइन मेरो चाहिँ बनाउने पोस्ट गर्ने फ्याल्दिने के हुन्छ पोस्ट गर्ने भने उनीहरू टिकटक गीतमा बनाइदिने पोस्ट गरिदिनेसम्म मात्रै हो क्या म चाहिँ त होइन टिकटकमा त त्यही टिकटकमा त के होइन म भनौँ न अरूमा पनि त्यस्तो यसो फेसबुकमा फोटो खिच्यो हालिदियो त्यति मात्रै हो कि होइन मलाई पनि थाहा थिएन कि मैले त सुन्थेँ होइन अस्ति 3-4वटा 1 मिनेटभन्दा माथिहरू हाल्दाखेरि मेसेज आयो क्या कपिराइट टेररिस्ट एट्याक त्यस्तो के भन्ने जुन कपिराइट भन्ने डाइरेक्ट आइहाल्यो डिलिट गरिदिइहाल्यो राख्नु नि धेरै राख्नु हुँदैन ब्यान्ड बाजिदिन्छ हुन्छ नि नवीन दादाको त्यस्तै हाल्नुहुन्थ्यो ब्यान्ड गरिदियो त्यसले गर्दा मेरो जिमेल गयो एउटा ला त्यस्तो पनि हुन जाँदो रहेछ होइन त्यसले त ऊ हालेर हो त्यसको फेस देखाएर त्यो मिलाउन के सकेन क्या कसको गोरे दादाको गोरे दादा त्यत्रो भ्लगै बनाउन थालिसक्नु भएको थियो भ्लग बनायो के गालो त्यो मिलाएन क्या त्यसले गर्नै सकेन खास त्यो कन्डिसन टर्म्स एन्ड कन्डिसन हुन्छ नि त फेस रिभिल गरेर हैन फेस रिभिल पनि गर्न दिँदैन क्या यस्तोलाई यसले फेस रिभिल गर्यो भने स्कुल एक्जाम बन्द हुन्छ त्यो भन्दा यस्तो सानो सानो केटाकेटीले नगर्ने क्या टिकटकमा त ब्यान्डै हुन्छ फेस रिभिल गर्नुभन्दा पनि त्यसरी सुरुमा त्यस्तो भिडियो हालेर अनि लास्टमा फेस रिभिल गर्ने भन्दा पनि यसरी हामीले गरे जस्तै गर्दा हुन्छ भइसकेपछि पाउँछ फेरि किनकि उसले प्रोफेसनली बनाइसकेको यो मोनिटाइज भएपछि चाहिँ कहाँ देखाउँछ दिवस फेसबुकमा आएको त त्यो पैसा भनौँ न आयो भने कस्तो देखाउँछ म त त्यो चाहिँ केही थाहा पाइनँ हो मोनिटाइज गर्नलाई लाग्नै पर्छ राइड नलाग्ने मोनिटाइज हुँदैन फेसबुकमा भनेको फेसबुकमा जाने अहिले बालबाल छैन हो हटाइदिइसक्यो यहाँ जाने यहाँ गएपछि बुवा हेर्नु न उहाँ सिकाइदिँदै हुनुहुन्छ मैले हेर्दैछु मलाई के थाहा म जान्दैन मलाई के थाहा होइन टिकटकमा त डाइरेक्ट अन मनी भन्ने कति के हुन्छ होइन टिकटकमा त हेरेँ मैले कि टिकटकमा त्यसरी हुँदैन रहेछ त्यो हावा रहेछ
एक त दिँदैन रहेछ होइन होइन टिकटकमा दिँदैन नदिने त हुँदैन कि आइडी बनाए पनि त कहाँ के हामी तपाईँले सानो युजरले कहाँ सकिन्छ त्यस्तो त त्यो हामी भन्दा यस्तो हुन्छ सामान्य नि त हामी सामान्य 100 रुपियाँ हाल्यो भने कति 50% कति काटिहाल्छ 50 रुपियाँ मात्र आउने हो त्यो भन्दा नि यस्तो सानो सानो युट्युबरले के भन्छ हामीले जस्तै मैले च्यानल खोलेँ होइन अनि म फ्री फायर खेल्छु है यस्तो भिडियोहरू बनाउन थालेँ भने त्यो भिडियो मात्र हालेपछि आफ्नो उता आफ्नो फेस नहालिकन हो त्यसरी छ धेरै भिडियोहरू पोस्ट गर्ने त्यसपछि अनि के भन्थ्यो त्यसलाई कसरी बिर्सेँ अनि लास्ट त्यस्तो हामीले गरे जस्तै हो त्यस्तो होइन क्या त्यस्तो नगरी गर भने हुँदैन होइन मलाई टिकटकमा थाहा छैन कि ब्यान्ड हुन्छ भनेर म त्यो टिकटक लाइभमा बसेको थिएँ त्यतिखेर समीर कि को आयो लाइभमा छोडिदिएको थिएँ क्या समीरले नि हेर होला हौ धेरै पछाडि आफै सस्पेन्ड भइहाल्यो बन्द भयो क्या दाइ कहाँ बन्द भयो भन्नु किन बन्द भयो लास्ट टाइम त्यो म्यासेज आएको थियो क्या अन्डर एकै कति एजले तेरो देखायो भन्दै यो म चार्ज राखिदिनु टिकटकमा ब्यालेन्स त 15 रुपियाँ रहेछ है कति धेरै मेरोमा त 0 मैले अस्ति हेरिरहेको थिएँ 15 रुपियाँ छ क्विन छ ए तपाईँको टिकटकमा नि क्विन आइरहेछ लाइभ बसेर होइन अरूको लाइभमा गएर नि कसरी छिर्छन् अरूको लाइभमा दिदी बेला त अरूको लाइभमा बोलाउँछ नि छिर्नुपर्छ अनि त्यो लाइभमा गएर के गेम खेल्नुहुन्छ किन गेम खेल्नु हेर ट्याप 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 गर्दै बस्छु त्यस्तो क्या ट्रेजर आउँछ कि होइन जस्तो भक्नी देखाइयो यहाँ अब त्यो चाहिँ भाग्यमानी यहाँ पर्नु पऱ्यो ट्रेजर आउने चाहिँ त्यहाँ चाहिँ गएर चाहिँ म हेर्नु कतिजना अहिले लाइभ बसिरहेको कसैले ट्रेजर खोलेको हालेको होला हेर्छु ल म चाहिँ टिकटकै पनि चलाउने मात्रै रहेछु केही जान्दिनँ रहेछु त कहिले त टिकटक भन्दा यताउति हेरेर गर्नु पनि पर्यो नि त नि यसमा हुन्छ पाकिस्तानको छ एउटा क्या उ त छ होइन त्यसमा गरेर त्यसले हल्दी बेला बेला दिइरहन्छ क्या ऊ 12 मिनेटको भइसकेको छ ब्लग पनि 5 वटा कोइन हालिदिएको हुन्छ एउटा बक्समा दुध सुध हालेर बनाउँदै 4 मिनट हुन्छ पर्खिनु पर्छ त्यो 4 मिनटमा त 5 जनाले मात्र पाउँछ त्यो कोइन त्यो चाहिँ ट्याप 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 कति जति छिटो गराउँछ एउटा कोइन चाहिँ त्यति नै हो त्यो त स्क्रिनमा ट्याप ट्याप गर्नु पर्यो स्क्रिन ट्याप ट्याप गरिराखो हेरिराखो त्यो कतिखेर त्यो अब ओपन गर भन्दा आउँछ नि त्यो जति सक्दो छिटो गर त्यति राम्रो छिटो आउँछ क्या अनि सम्झिन 100 जनाले हेरेको बेला 5 जनालाई मात्र परेको हुन्छ कसरी गर्नु पर्यो कसको भाग्य भएर हो त्यस्तै गरेर मैले 40-50 वटा कोइन बनाएको थिएँ है त्यो एउटा कोइन बराबर कति आउँछ त्यस्तो कोइन बनाएर हुँदैन मम्मी सारा मिल्दैन सकर पाल्दै हुन्छ अब म तपाईँहरूलाई सिधै लड्डु बनाएको देखाउँछु अथवा अरू केही बनाउनु परेको छ भने त्यहीबाट देखाउँछु अहिलेको लागि अनलाइन अर्डर गर्नु होला